ल केटा हो सबैलाई गुड मर्निङ। आजदेखि भ्लग अब सुट गर्दैछु। यसो बाइकहरूको बारेमा म हजुरहरूलाई बताउन गइरहेको छु। अब ट्याक्कै चेक गर्न सक्नुहुन्छ। हाम्रो इन्डियन सर आइसक्नु भएको छ बिहानै बिहानै स्कुटी लिनलाई। उहाँले अब गाडीमा आपका गाड़ी में इश्यू आया है, ऐसा नहीं होना चाहिए। हमारे नेपाल में कोई भी टूरिज्म कंट्री का बंदा है तो इसको समस्या नहीं होना चाहिए, इसलिए मैं रेंटल चालू किया हूँ। देख रहे हो भाई। अब मैं तपाईँको अब नेपालीमा बोल्नु न, उहाँले अब बुझाउनलाई ट्याक्कै। ल केटा हो अब जे होस् चेक गर्न सक्नुहुन्छ। देख रहे अराउन्ड 5 भित्री यो जम्मा दिनको टक्क तपाईँले 3500 मा पाउँछ होइन 24 घण्टाको लागि। यो पनि 2500 मा आउँछ 24 घण्टाको लागि। यो पनि तपाईँको 2500 हो एफजेड भित्री। यो पनि जम्मा दिनको 2000 को दरले आयो। ल एसजेआर 2000 मा गरिदिए। अपाची पनि तपाईँको जम्मा 2200 रुपियाँ हो। त्यो पनि 24 आवरको राइडको लागि यो 1800। ल केटा हो कसलाई चाहिरहेछ प्राइसहरू यहाँ चेक गर्न सक्नुहुन्छ। कति दिनको लागि कस्तो चाहियो भनेर चेक गरेर तपाईँहरू मजाले इजिली आउन सक्नुहुन्छ। यहाँ जुन बाइक मन पर्यो लान सक्नुहुन्छ एकदम होइन। ल थरीको यहाँ स्कुटर हेर्न सक्नुहुन्छ होइन। यो स्कुटर पनि लान मिल्छ मजाले चेक गर्न सक्नुहुन्छ। 106 लोडको छ। यो बिक्रीमा पनि छ। जम्मा 1,20,000 दिनुहुन्छ तपाईँको नाममा यो स्कुटी भइहाल्छ फिक्स प्राइस। यो रेन्ट गर्नुहुन्छ भने दिनको 2000 रुपियाँ हो। अझै लङ टाइमको लागि लाउनुहुन्छ भने मिल्छ। यो 220 छ एउटा 220 जम्मा दिनको तपाईँलाई 2500। जस्तै हप्ताको लागि ल्याउनु भने 2000 मा आउँछ। तपाईँहरूलाई अफर छ होइन। जे होस् लङ टाइमको लागि ल्याउनु पऱ्यो। यो पनि छ जम्मा दिनको 2300 रुपियाँ हो 24 घण्टाको लागि। अब 24 घण्टा जस्तै 4-5 दिनको लागि ल्याउनु भने 2000 1800 मा आउँछ। मजाले कसलाई चरा छ। यहाँ अपाचे 200 छ गाइज। एउटा चेक गर्न सक्नुहुन्छ। एकदम डिमान्डेड बाइक। पिकअप सिकअप राम्रो छ। यसको पनि 2500 छ। कसलाई चरा छ आउन सकेर टेस्ट ड्राइभ गरेर। यो पल्सर भयो। पल्सर पनि लगेर जान सक्नुहुन्छ भने तपाईँ एकदम हेर्न सक्नुहुन्छ। कन्डिसन वाइजमा राम्रै छ। दिनको अब 2000 हो। कसलाई चाहिरहेछ यो डोमिनार दिनको 3500 हो 24 घण्टाको गाइज। हामी सबैले रेट भनेको 24 घण्टाको बाइकहरू हेर्न सक्नुहुन्छ। यतिकै बाइकहरू भइसकेको छ होइन। जस यही छ हाम्रो अफिस। अनि यहाँ भयो होटल वाइट निर आएर यो गुगल म्यापमा सर्च गरेर आउन सक्नुहुन्छ। नत्र केटिएम बाइक रेन्टल सर्भिस भनेर पनि सर्च गर्न सक्नुहुन्छ। मजाको अब बाइकहरू हामी कन्डिसनमै राखेको हुन्छ। प्लस तपाईँहरूले यहाँ आएर बाइक कुनै त्यस्तो डाउट लाग्यो भने हामीलाई यो प्रब्लम लागिरहेछ भन्नुहुन्छ भने हामी बाइक दिने बेला तपाईँलाई बनाएर दिन्छु। कसलाई बाइकहरू रेन्टमा चाहिरहेछ कसैले बेच्नु पर्नेछ किन्नु पर्नेछ बाइकहरू हामीलाई सम्झिन सक्नुहुन्छ गाइज। केटिएम बाइक रेन्टल एन्ड रिकन्डिसन तपाईँहरूको लागि एनी टाइम एनी वे एभाइलेबल छ। ल केटा हो कसलाई चाहिरहेछ डु कन्ट्याक्ट।